हेलो नमस्ते सबैजनालाई वेलकम छ तपाईहरुलाई मेरो यो अर्को नयाँ भ्लगमा र आज हामी सिलिगुडीदेखि मुम्बईसम्मको यात्रा छ र त्यसपछि अब फेरि बाइ रोड मुम्बई टु पुणे भाइको घरसम्म जाने हाम्रो यात्रा हो। खासमा के भने मेरो दादा कुवेतमा हुनुहुन्छ र उहाँको मेडिकल अलिकति इस्यु भएको कारणले उहाँ मुम्बईसम्म आउनु हुँदैछ र उहाँलाई हामी आज राति 1 बजी रिसिभ गरेर बाइ रोड पुणे जाँदैछौँ र आशा छ त्यहाँ मेरो भान्जीसँग पनि भेट्नुहुनेछ। मेरो भान्जी त्यहाँ मुम्बई एयरपोर्टमा नै काम गर्छ र उताबाट मेरो भाइ र आमा जबलपुरबाट पनि हिँडिसकेका छन् र हामी सबै मुम्बईमै भेट भएर दादालाई रिसिभ गर्नेछौँ। मेरो साथमा मेरो भाउजू हुनुहुन्छ। भाउजू धेरै एक्साइटेड हुनुहुन्छ किनकि हामी धेरै नै केही दिन अघिदेखि टेन्सनमा थियौँ र अझै पनि छौँ किनकि हाम्रो दादा अलिकति सिरियस कन्डिसनमा नै हुनुहुन्थ्यो र त्यहाँ कुवेतमा गोर्खाली समाजका भाइहरूले अजय भाइ अभिषेक भाइहरूले वर्षा बहिनीहरूको हेल्प पाएर हामी धेरै नै यो दुःखको घडीमा शान्ति पाएको छौँ र उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै आजको यो भ्लग स्टार्ट गर्न गइरहेका छौँ। अहिले हामी शिव मन्दिर पुग्न आँटेका छौँ र हेर्नुहोस् हाम्रो यो भ्लग नयाँ भ्लगको नयाँ जग्गाको नयाँ भिडियो हुन त्यो तपाईहरुको लागि नयाँ नहुन सक्छ र पनि मेरो कतिजना भ्युअर्सहरुको लागि यो सायद नयाँ नै होला। अहिले हामी मत्तीगढ त्यो शिव मन्दिरको फ्लाइओभरमा छौँ। हामी बागडोगरा एयरपोर्ट आइपुगेको छौँ र हाम्रो 12:05 को फ्लाइट हो। एयर आकाशा हाम्रो फ्लाइट हो र दिन एकदमै घमाइलो छ। भाउजू अगाडि झोला बोकेर हिँड्नु हुँदैछ। धेरै हतार छ भाउजूलाई दादासँग भेट गर्नको लागि। यो टिकट काउन्टरबाट मैले टिकट लिइसकेको छु। अब हामी बोर्डिङ तर्फ जाँदैछौँ। हाम्रो फ्लाइट यहाँ लागिरहेको छ। भाउजू एकदम दादालाई भेट्नलाई एक्साइटेड। ऊपर इन्डिगोको फ्लाइट पार्किङ हुँदैछ। अब यहाँबाट हामीलाई बसमा लान्छ आकाशा मुम्बई होइन हिँड्ने चढ्नु। म यहाँ बस्ने हिँड्नु। हजुर हामी जाने चाहिँ यो हो कि कुन चाहिँ अर्को ऊ पर पनि छ परको होला।
आकाशको यो होइन अर्को फ्लाइटमा लाने रहेछ आइडिया लागिरहेको किन रकेशमा है 17 हेर्नु न 17 टु उतै हिँड्नुहोस् परै जानुपर्छ उतै 17 मा जानुपर्छ नयाँ बनाएछ एयरलाइन्स 5 भयो हिँड्नु 17 मा हिँड्दैन यहाँनिर लेखेको हुन्छ नम्बर Excuse me. Ladies and gentlemen, 17 हजुर 17 yes हजुर यहाँ 70 no लगे हैं उड़ान के दौरान सीट बेल्ट साइंस बंद होने के बाद मोबाइल फोन्स और अन्य इलेक्ट्रॉनिक उपकरणों का उपयोग फ्लाइट मोड पर किया जा सकता है भारत सरकार के नियम अनुसार डिफेंस हवाई अड्डों पर तस्वीरें खींचना मना है तस्वीर खींचने से पहले अपने कैबिन ओ आइपुग्यो बम्बई बेल्ट नम्बर 2 भने है बाजु बेल्ट नम्बर 2 भने है सामानका लागि आइपुग्यौँ हामी मुम्बईको छत्रपति शिवाजी एयरपोर्ट हरियाली छ त है हामी त बेल्ट ऊपर रहेछ यहाँ अब ब्याग रिसिभ गरेर बेल्ट रिसिभ गर्दैछु बेल्ट पार्किङ पनि न यस्तो हेर्नु पर्छ नि प्रिपेड ट्याक्सी यता रहेछ यहाँ आउनु त
लु यो मुम्बईको छत्रपति शिवाजी एयरपोर्ट हजुर अहिले हामी मुम्बई एयरपोर्टमा छौँ दादालाई वेट गरिरहेको छ दादाको अब 5 मिनट्समा ल्यान्ड हुन्छ अनि अराइभल सेक्सनमा छौँ रातिको 1:15 पनि यत्तिको भिड छ सबैजना बिजी मुम्बई एयरपोर्ट छत्रपति शिवाजी यहाँ पर्खिरहेको थिएँ आउने चाहिँ यहाँबाट हो निस्क्यो I'll come home. Bye. Bye. आइपुग्यो उता जुन पर छ ए वासरुम हुन्छ गर्छ है सानो फ्यामिली फोटो खिच्छु ओके थ्याङ्क यू भाइ ओके हुन्छ को उक्यो त आमा ऊ आइपुग्यो ल भाइ गयो भाइ फेरि हामी दादालाई रिसिभ गरेर अब चाहिँ बाई रोड पुणे मुम्बई टु पुणे हाइवेबाट पुणेसम्म जाँदैछु हेरौँ 4 घन्टा 5 घन्टाको बाटो होला तर निन्द्रा पनि पुरा लागिरहेको छ सायद म त गाडीमा सुत्छु होला हेर्दै जान्छ है कस्तो भेजिन्जर खाएको त्यो अदुवाले पेन्टाहरू नखानु भने चाहिँ कोको कोला त्यस्तो स्पाइडर नखानु भनेछ पानी बटल कहाँ हाले आमा यति छ घरमा बनाएर जुस खाने भनेको नरिवल पानी